हामीले हुन्डीबाट पैसा पठायो भने त्यो पैसा कहिले पुग्दैन नेपाल, त्यो पैसा स्विस ब्याङ्कमा पुग्छ, त्यो पैसाले विदेशमै हामीले 2 रुपैयाँ 3 रुपैयाँ धेरै पाउनको लागि हामीले पसिना बगाएको यत्रो 35-40 डिग्रीमा पसिना बगाएर कमाएको सेतो पैसालाई कालो बनाउँछौँ। अनि त्यही कालो पैसा चाहिँ नेताहरूले ठुल्ठुला मान्छेहरूले भ्रष्टाचार गरेर त्यो पैसा चाहिँ हाम्रै पैसा चाहिँ फेरि त्यो हुन्डीवाला मार्फत विदेशमा उनीहरू सेक्युर गर्छ। त्यसैले हामीले सही तरिकाले ब्याङ्कबाट मात्रै पैसा पठाइदियो भने पनि यसपालि जेनजेहरूले जुन भ्रष्टाचार अन्त्य भनेको थियो नि धेरै सहयोग पुग्छ, रोकिन्छ भन्दिनँ म, धेरै सहयोग पुग्छ होइन। त्यसैले मलाई भन्नुहुन्छ हामीले किन रेमिट्यान्स गर्ने, देशलाई किन पैसा पठाउने भन्नुहुन्छ। यस्तै भ्रष्टहरूलाई चाहिँ निमिट्यान्न पार्नको लागि हामीले पनि गर्नुपर्छ। हाम्रो पैसाको पनि जोखिम छ, सहयोग पुर्याउनु पर्यो यस्तो कुराहरुमा हैन, हामीले बुझ्नुपर्ने हुन्छ चाहिँ भोलिको दिनमा केही न केही हुन्छ। र अर्को कुरा, देशमा अब एकदमै धेरै परिवर्तन आउनेवाला छ, तपाईहरु निराश नहुनु होला हैन, किनभने टाढा छौं हामी, देश खत्तम बनायो, निराश नहुनु, देश बनाउने भने हामीबाटै हो। हामीले राम्रो गर्यौं, हामी स्वस्थ भयौं, हामीले हाम्रो परिवारलाई राम्रोसँग ध्यान दिन सक्यौं भने हरेक व्यक्तिको परिवार हुन्छ, परिवार राम्रो भयो भने समाज राम्रो हुन्छ, समाज राम्रो भयो भने देश राम्रो हुन्छ। त्यसैले तपाई भनेको देश हो मेरो लागि, तपाई भनेको पनि देश हो, किनभने तपाईको परिवार छ, घर छ नि त। तपाईलाई केही हुनु भनेको तपाईको देश खत्तम हुनु हो नि त। त्यही भएर हामी राम्रो बनौं, स्वस्थ बन्नुस् तपाईहरु। तपाईलाई कुनै तनाव छ भने नेपालमा त अहिले फोन पनि गर्न मिल्छ, अनि 1166 भन्ने नम्बर छ, फोन गर्न मिल्छ। वीर अस्पतालले चाहिँ टेलिमेडिसिन पनि सुरु गरेको छ, व्हाट्सएपमा हैन, भाइबरमा, इमोमा फोन गर्न मिल्छ, 24 घण्टा फोन गर्न तपाईहरुले पनि सेवा लिनु होला। मलाई यस्तो भइराछ, मेरो पेट दुखिरहेछ, मलाई टाउको भारी भइराछ, मलाई टेन्सन भइराछ भनेर तपाईले फोन गरिदिनु होला। किनभने तपाईलाई कहिलेकाहीँ थाहा नहुन पनि सक्छ मलाई के भइराछ भनेर। अब यहाँको भाषा नबुझ्ला, कल्चर नबुझ्ला, अस्पताल नहोला, तर तपाईसँग मोबाइल त छ, मोबाइल निकालेर वीर अस्पतालको टेलिमेडिसिनमा फ्री हो, त्यो त्यहाँ फोन गर्नुस् वा 1166 मा फोन गर्नुस्, सल्लाह लिनुस्। त्यो गर्दाखेरि के हुन्छ भन्दाखेरि तपाईलाई कुनै जोखिम आउँदैछ भने त्यो कम हुन्छ। र फेरि पनि म भन्छु, तपाईहरु एउटा देश हो, तपाईहरु आफ्नो राम्रोसँग ख्याल गर्नु होला। तपाईहरु सबैलाई दिएर धेरै माया छ। एकदम गर्न चाहन्छु, एकदम मलाई एकदम गर्नु पर्छ तपाईले। यति छ नि